हेर्नुहोस् यहाँ चाहिँ ऊ चाहिँ गाउँको हेभी हो ऊ चाहिँ सबैले अब यता देखाइदियो न गोर्खाको छोरा म घन्टाको डर छ पिल्ली मिल्ली चिल्ली चिल्ली पिल्ली सबै उसले चाहिँ सबै उयोहरू बनाइदिन्छ। हेलो गाइस, तपाईँहरूलाई फेरि मेरो नयाँ भ्लगमा स्वागत छ होइन। आज चाहिँ फेरि मेरो नयाँ भ्लग चाहिँ मेरो गाउँदेखि नै सुरु भएको छ। अन्त आज चाहिँ हामी कहाँ गएको भन्दा चाहिँ आज चाहिँ हामी खोला गएको, किनकि आज 6 तारिक रामनवमी हो नि त होइन। अन्त रामनवमीमा सबैजना खोला जान्छ, हामी पनि अन्त खोला नै जाँदै गरेको। थुप्रो छ, अहिले तपाईँहरूलाई अरूहरू देखाउने छु। अहिले चाहिँ मेरो यहाँ फिलहाल चाहिँ मेरो साथी छ समीर, हेलो आके, यहाँ छ विनोद भाइ हिरो। ल अहिले तपाईँहरूलाई के हुन्छ हामी देखाउने छु। ल गाइस हामी लागेको ल गाइस, अहिले खोलामा गएर भेटौँ ल। रेडी? हेलो गाइस, अहिले चाहिँ हामी तल खोलाको छेउको रोडमा आइसक्यो हो। अब चाहिँ यहाँदेखि उता जानुपर्ने हुन्छ, अझ बाटोमा देखाउँछु। हामी खोला आइपुगे। यहाँ हेर्नुहोस् केटाहरू, यहाँ छ क्या हिरो जोन गुरुङ, यहाँ यहाँ छ आकी हिरो। हामीले यहाँ बाइकहरू यहाँ राखेको छौँ। यहाँ सौजी, यहाँ मेरो पुरा लुगाहरू पनि धुने, किनकि पानी छैन नि त हो, धुलोले गर्दा चाहिँ पुरा। यहाँदेखि चाहिँ रोडै छैन चाहिँ, यहाँदेखि चाहिँ रोडै छैन यस्तो रहेछ केटाहरूले। यहाँ चाहिँ ल्याएर अब यहीँ राखेर चाहिँ हामी पञ्चायत बाउ चाहिँ गाडीबाट सामान निकालेको छ। यहाँ छ विनोद हिरो खतरा सौदा। दामी साउन्डहरू पनि आउँदैछ है। यहाँ चाहिँ सौजी, यहाँ चाहिँ आकी मासु बोकेर हामी खोला पिकनिक स्पटमा। यहाँ चाहिँ दामी छ, पाउडरहरू नेचुरल पाउडर चाहिँ दामी छ है, छुम डुब्ने। हाम यहाँ पर चाहिँ हाम्रो टिम चाहिँ यहाँ चाहिँ लुगा सुगा पनि धुँदैछ। अब यहाँदेखि ओह्रालो टक्कै जाने हामी चाहिँ। अस्तिको भ्लगमा त दामी लडिदिएको थियो कुशल भाइ, कन्टेन्ट दामी भइदिएको थियो नि। आज चाहिँ को लड्ने हो? समीर यहाँ भाइ पुरा मैला गर्दो रहेछ है। तर यहाँ मेरो मसला पिन्नेहरू पनि रेडी छ नि। यहाँ चाहिँ फेरि सब रेडी। यी गाइस म चाहिँ यहाँ छु है। यहाँ माझा एक प्याकेट बोकेर आइरहेको छु। केटाहरू सबैजना आउँदैछ। यहाँ हिरो समेत पनि आइसकेको छ हो। अब यहाँ माथि आउनु हुँदैछ, हजुर आमाहरू आउनु हुँदैछ हो। यहाँ चाहिँ अलिक भोइसहरू चाहिँ सुन्दैन होला, किनकि खोला पुरा बजिरहेको छ कि। अन्त पहिला चाहिँ हामी यहाँ चाहिँ हिँडेरै आउँथ्यो, पुरा पौडी खेल्नु लागि चाहिँ भागेर आउँथ्यो भिड। अहिले त अब राम्रो भएको छ, बाटोहरू छ, टक्कै आइपुग्छ, सजिलो पनि भएको छ। ल गाइस, अहिले म तपाईँहरूलाई के हुन्छ देखाउने छु, हेरिदिँदै गर्नुहोस् होला। हाम्रो टिम चाहिँ आउनु हुँदैछ है, बिस्तारै दौराहरू सबै आफ लिएर यहाँ मेरो आउनु हुँदैछ। यहाँ चाहिँ हाम्रो स्पट छ आजको, मजाको छ स्पट हो। यहाँ मेरो आमा चाहिँ लुगा चाहिँ उयो भाँडा धुनुहुन्छ, त्यो भाँडामा चाहिँ उयो गर्ने। अन्त यहाँ चाहिँ हामी सुनसुन गर्ने। यहाँ यी आगोहरू फुकेर चाहिँ पानीहरू बसिसकेको छ हो। नाङ्गे केटा छ, यहाँ भाँडा बर्तनहरू सबै मिलाइसकेको छ। हाम्रो मासु कटिङ गर्नु चाहिँ उसलाई चाहिँ देन्तामबाट मगाएर ल्याएको है। उसलाई चाहिँ देन्ताम कलेजमा चाहिँ उसले चाहिँ अब फाँडेको केटा हो कि। फेरि छुट्याएर मान्छे पनि बेर लाउँदैन नि फेरि होइन हो नि। यता देखाइदियो न गोर्खाको छोरा म घन्टाको डर छ। हाम्रो खाजा रेडी हुँदैछ। यहीँ पञ्चायतले आमाले भुट्दैछ हो। यहाँ चाहिँ हाम्रो आलुदम स्पेसलिस्ट हो। सर तपाईँको मसलाहरू सबै फिटिङहरू भइसक्यो होला नि होइन?
तपाईँको हेल्पर चाहिँ को छ हेल्पर यहाँ देख्न सक्नुहुन्छ यो चिज यहाँ देख्न सक्नुहुन्छ उसको टेक्निक्सहरू चाहिँ नेचुरल प्रकारले नभए त 101 छ अब के भन्नु यो चाहिँ अब सेकवा स्पेसलिस्ट हो आगो बोलेको हेर्नु छ हो भएको अरे यो चाहिँ अब हल्का टचिङ फिनिसिङ टच सुनमा सुगन्ध थपेको जस्तो होइन रातो रातो बनाउँछ यो चाहिँ अब रातो हुन्छ होला नि त होइन भरे पाक्दा चाहिँ हल्का अब ब्रसहरू छैन हो हजुर अब यसले नै हो क्या हल्का दिएर चाहिँ यसलाई अब अहिले मुखमा आफ्नो मुखमा छ्याप छ्यापी खाँदा पनि ल्याप ल्यापी दामी 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 ल्याप च्यापी दामी दामी यहाँ पनि छ सेकेन्ड ट्रिपको लागि अब अब खोलामा आयो भने चाहिँ तपाईँहरूलाई सबै नेचरले दिन्छ यी हेर्नुहोस् न यहाँ टेबल पनि भयो होइन यहाँनिर हेर्नु सबै मासुहरू सबै यहाँनिर राखिरहेको छु होइन सिलौटो आमाले पिसिरहेको छ होइन खोर्सानी यहाँ छ यो हाम्रो आन्टीजी हेलो भनिदिनु यहाँ ऊ बाबा उही झन्डै लाग्यो यहाँ यी बोजू यहाँ हाम्रो माइजू सबै चाहिँ हेलो भनिदिनुहोस् यहाँ सबै रेडी हुँदैछ हो यहाँ उपर यहाँ चाहिँ पाहुना आएको छ है फोटोग्राफर मगाएको छ यहाँ पनि हो यहाँ छ यो पञ्चायत बाउहरू चाहिँ ऊ दाल लिन बिर्सेछ अन्त उनीहरू दाल लिएर आउँदैछ अन्त चार्ज पनि गरेर आएको ब्लुटुथमा चार्ज छैन ओके गाइस हेर्दै गर्नुहोस् होला अहिले म देखाउनु छु सबै क्लिपहरू वाटरमेलन फ्राई हुँदैछ यहाँ चाहिँ अब पोल्नुको लागि रेडी गर्दैछ यहाँ हाम्रो बोजूले लसुन केलाउँदैछ यहाँ आन्टी चाहिँ बाट्नेमा चाहिँ वाटरमेलन हाम्रो यहाँ चाहिँ नेचुरल फ्रिजमा हालिरहेको छ हामीले चाहिँ डिप फ्रिजमा हालेको छ यहाँ ऊ डिप फ्रिजमा कसले हालेको थियो कोही बिर्सेछ यहाँ हाम्रो साथीले पाएर खाँदैछ चिल भएर सर तपाईँलाई कस्तो टेस्ट आउँदैछ यो चाहिँ ए उहाँलाई चाहिँ दामी है ए गरममा हल्का हेलो गाइस अहिले चाहिँ हाम्रो खाजा पाकेको छ अब चाहिँ हामी खाजा खानु जाँदैछु सबैजनाले खाजा खाँदैछ होइन समीर यहाँ चाहिँ भान्सा ग्रुपहरू आलुदम खाजा चाहिँ कतिखेर चाहिँ सबैजना खानु म पनि खाने सो अहिले देखाउँछु तपाईँहरूलाई आज को जान्छ केटाहरू मजा गरिरहेको छ म चाहिँ पौडी खेलिसकेर आएर पनि बसिरहेको छु होइन यहाँनिर केटाहरू पौडी सिक्दैछ सानो केटाहरूलाई उहाँ छ गुरु चाहिँ यो मान्छे चाहिँ झन्डै डुबेर अहिले हेर्नु माछा जस्तो मोटो मोटो माछा बग्दैछ वेल बग्दैछ त्यहाँ चाहिँ यहाँ हो सित्रे माछा त यहाँ सित्रे माछा हो हेलो गाइस अहिले चाहिँ भने चाहिँ यहाँबाट चाहिँ पानी परेर बिजोक भयो यहाँबाट चाहिँ हामी चाहिँ अब त्यो सबै लिएर गइसक्यो होइन यहीँ दामी आगोहरू बोलिरहेको थियो अब के गर्नु पानी ल्याएर बिजोक पर्ने रहेछ अब चाहिँ हामी पर वेटिङ सेटमा बसेर त्यहाँ अब खानाहरू खाने यस्तो मजा गर्नु पनि पाएन पानीले रड्डी गऱ्यो अब अहिले तपाईँहरूलाई देखाउँछु हाम्रो बिजोक सेन्डस पानी परेर सबैजना बिजोक भएको छ यहाँ चाहिँ अहिले
सबै हामीलाई छाजन मारेर बसिरहेको छ तर हामीले जे होस् चुल्हा चाहिँ दामी भेट्यो हेलो गाइस हाम्रो चाहिँ अब चाहिँ खानाहरू सबै रेडी भएर चाहिँ यिनीहरूले पस्किन थाले केटाहरूको कार्बोहाइड्रेट दिने टाइम भएको छ कार्बो लगाइदिए समीरलाई कम्ती हाल्दा कम्ती छिट्टी हाल नगर्नु नि यो नि कार्बो छ यो अनि डाइट राम्रो हाले केटा हो ल मलाई चाहिँ भल समीर म पसिँदैछु हाम्रो भाइरल बोयको त छैन त हो अन्त डाइट के भएर घट्यो भाइरल बोयको डाइट घटेको त कम्ती खाएको ल गाइस हेर्दै गर्नुहोस् तपाईँहरूलाई म फेरि देखाउने छु फेरि अरू क्लिपहरू पनि खोइ म दाल अलिकति तिम्रो लागि खोट छैन दाल दाल छ हो दामी चाहिँ तातो तातो मलाई गरेर मेरो डाइट चिकन यहाँ चाहिँ आइस र मेरो हेर्न गयो थालमा यसलाई चाहिँ कम्ती भएर बाँच्दैछ केटाकेटीहरू चाहिँ त हो हेलो गाइस अहिले चाहिँ हामी खानाहरू खाएर एकछिन तल नुहाएको थियो नि त होइन यहाँनिर हल्का आएको थियो यहाँनिर अझै पौडीहरू खेलिरहेको छ होइन पानी रह्यो नि त किनकि अहिले अन्त यहाँको केटाहरू पनि हेरिरहेको छ यहाँ इन्जोय दामी भइरहेको छ के चलिरहेको छ हो यहाँ अन्त ऊबाट हिरो चाहिँ दोकान गएर आउँदैछ दोकान फटाएको थियो नि त केटाहरूले यस्तो छ मौसम अहिले चाहिँ दामी भइरहेको छ यहाँ तलतिर पनि पुरा छ मान्छेहरू हो यहाँ तल लेडिसहरू पनि हुनुहुँदो रहेछ होइन अन्त यहाँ तलतिर पनि पुरा रहेछ मान्छे पिकनिक पुरा खाइरहेको छ यहाँ तल पनि छ पुरा होइन अहिले किनकि पानी रह्यो नि त अन्त फेरि सबैजना आफ्नो आफ्नो स्पटमा निक्लिरहेको छ हाम्रो चाहिँ पक्का पत्ताले रेडी भयो है अब चाहिँ घर जानु लाग्नु आँटेको अब चाहिँ हामी ओके गाइस आजको मेरो ब्लग चाहिँ यहाँ इन्ड हुँदैछ अनि तपाईँहरूले फुल मेरो ब्लग हेरिदिनुहोस् होला अनि मन पर्यो भने सेयर लाइक गरिदिनुहोस् होला अनि सी यु नेक्स्ट वान